यो म खान्छु नि वेलकम टु आवर च्यानल खै नमस्ते आज चाहिँ हामी कहाँ जान आँटेको बिहामा अक्षता तिम्रो आउटफिट देखाइदेऊ न आजको आउटफिट बहिनीको आउटफिट अनि सरारा हो हजुर हेलो आज चाहिँ हामी कहाँ गएको आज चाहिँ हामी बिहामा गएको गाउँको बिहामा र हजुर अब चाहिँ हामी पर जानुपर्छ साइनपुरे के भनेको छ अब भन्दै सरीला बिहा त हो बिस्तारै जाने नि तिमीहरू भरे 3-4 बजे आइम केही छैन मजाले जानु भन्नु हाम्रो भाइ त डबल जाने अरे आज भरे पनि जान्छ होला साङ्गनसँग बाबा रुमाल ले त्यसरी बस्यो नि पुरा उयो गर्दै एकजना दुईजना चार पाँचजना अनि सम्झिँदै थियो राधिका बडी साइली बनेर कविता ठुलो ननु नि हाई गर्नु न तपाईँको भिडियो पुरा लाइक आएको छ मेरो अहिले फलो गर्दैन हुन्छ खै लाइक भन्नु न एक लाइक फलो मी राम्रो देखियो सबैजना साइलीलाई त अब पूर्णिमा दिदी राम्रै भएछ हामी चाहिँ पूर्णिमा दिदीलाई ल्याउनु आएको बोल्नु न भिडियोमा हामी आज हामी सतीश सर सभासदको छोरीको बिहामा जाँदैछौँ बाबा सरस्वती दिदी म दिपा सौराज अनि अक्षिता अनि दिपाले चाहिँ भिडियो बनाउँदैछ
राम्रो लाग्दैछ। दिन पनि राम्रै छ, अलि जाडो जाडो हल्का जाडो जाडो। अब हामी पुगेर फेरि उताले रिल्स बनाउँछ होला। बाई। तपाईँ के भन्नुहुन्छ? सरको छोरीको बिहामा गइरहेछौँ, राम्रो लागिरहेछ। एक किसिमको अब के हुन्छ त्यहाँ पुग्नु अलिक छिटो छिटो हतार जस्तो भइरहेछ। खदा किन्नु दिँदैन होला नि है बजारमा एकछिन दिन्छ तल रोक्दा हुन्छ यता आएको नि है भाइ, यता हामी आएको पहिला ढक्छु बनाउनु तिम्रो त्यो पेजमा हाल्नुपर्छ पैसा कमाउनु सुन्छ। मेरो भन्न नहाल है यो चाहिँ काट ब्लग्स बनाऊ है, कति राम्रो सिँगार्नु भएको रहेछ। यो एन्ट्रेन्सेस है सबै खिच अब यहीँ झर्नु लु झरौँ एकछिन ल पूर्णिमा एकछिन मेरो सल लिएर लु अक्षिता झर छुन्नु स्वेटर खोल्नु पऱ्यो नि त। मेरो सल यस्तै झरौँ बुढो मान्छे हुनुहुन्छ। अन्त म के गर्नु नि झरेको यो चाहिँ एन्ट्रेन्स अक्षिता बिसन्चो भएर बेहुली आएको छैन है मजा आयो बाजेलाई चाय पिएगा नहीं पिएगा पानीपुरी खान्छु म त निनीलाई पनि बोलाउन पानीपुरी खाने पानीपुरी खाऊँ निनी जाउँ तपाईँ खाने चिया चाहिँ रिभ्यू दिनु न चियाको खाएर चिया का रिव्यू दे रहे बहुत अच्छा है चिया लाइक बहिनी उयो नगरी हिँड न लड्छ भुइँमा हेरेर हिँड
पानीपुरी खानुपर्छ पानीपुरी भाइ भिडियो बनाइदिनु न चाय पुरी खाने चिया हालिकन है पानीपुरी दौ न हमको भी दुईटा सेक्सन रहेछ नि त है पानीपुरीको यहाँ चाहिँ चाट चाट उता खाली भएछ यता आउ न पानीपुरी देऊ न भाइ पुच्का काउन्टर यहाँनिर उयो गर्नुहोस् उठाउ त पहिला हजुर यो म खान्छु नि दामी छ ये डाल के दो ना उसको बच्चा को नहीं नमक थोड़ा नहीं बच्चे को हमको ये दो ना दामी रहेछ पानीपुरी और दो ना मुझे खानु नि है नमक बेसी भयो कस्तो लाग्यो पानीपुरी पानीपुरी कस्तो लाग्यो नाइस निने आलु टिकी हो मिठो छ गुल्लो छ अरे पानीपुरी मेरो पनि छ गुल्लो पनि छ अरे गुल्लो पनि छ अरे खाऊ न पानीपुरी ड्याममै खाएर अब चाहिँ डोसा खानुहुन्छ खाएर भन्नु नि कस्तो रहेछ पानीपुरी पानी हो पानीपुरीका पानी नि मीठा कि तीखा तीता भराइटिज रहेछ नि त उसको रहेछ नि यहाँ लिएको रहेछ नि त हिङ म्याङ्गो पुदिना जलजिरा कैसा लगा बहुत अच्छा मीठा पानी भाई डोसा दो ना डोसा 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 मिलेगा ये क्या डोसा है मसला मसला डोसा है तो दोन तो उइला लाग्दैन भाइ बाजेलाई लाग्दैन त और एक दो ना भाइ उइला लाग्दैन निनीलाई त्यो बसिरहनु भएको छ नि निनी पर और एक दो ना मेरे लिए आधी आधी खम्ला तर म मिठो लाग्यो पानीपुरी हाउ इज पानीपुरी आजाऊ 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 निनी आउनु न डोसा खानु यो मसला डोसा
चाहिँ हामी आइसक्रिम खाने आइसक्रिम के भन्नु न के भन्नु र अब हामी बिहामा आएको हो है रमाइलो भइरहेछ कुल्फी हो के हो कुल्फी सेक्सन रहेछ है कुल्फी खानुहुन्छ कि आइसक्रिम खानुहुन्छ यो चाहिँ मेन कोर्स होला उता पनि रहेछ नि त है मेन कोर्स यता पनि रहेछ मेन कोर्स अहिले सक्दैन खानु एक दुईवटा उयो कन्सर्ट हेरौँ किनभने यहाँ कन्सर्ट हुनु आँटेको रहेछ हो कन्सर्ट हेरेर चाहिँ खाऊँ न ल आइसक्रिमै खाऊँ न कुल्फी नखाऊँ कुल्फी बाद नखाऊँ आइसक्रिम प्रेमीहरू यहाँ आइसक्रिम प्रेमीहरू पक्का भाग्यमानी हो रमाइलो सबै सबै भयो हजुर हो त हजुर राम्रो बिहा खानु है हजुर अब 1 वर्ष त नापेको 89 हो 89 तर म त रातभरि नाचेको आज राति 3 दिन भोकै बसेर बिहाभन्दा अगाडि शराब गर्ने यो शराब गर्ने भोकै बस्नु पऱ्यो शराब भोलिपल्ट अब हिजो त झन् साह्रो कन्यादान राति छिटै सक्यो 9 बजी सकेर मात्रै नभए कौलीहरू पनि आउनु भएको रहेछ त्यो चाहिँ भेज रहेछ हजुर त्यो चाहिँ भेज ए यो चाहिँ नन भेज यो चाहिँ नन भेज एरिया यो चाहिँ नान खाना दिस इज फुड हजुर हुन्छ गएको हिँड्दै हुन्छ हजुर पानी पर्यो खानु पनि इम्पोर्टेन्ट छ खानु जोड्नु हे हरि राम कृष्ण जगन्नाथ ये क्या हुआ बारिश हो गया बारिश पानी परे बाजे पानी
छिटो नभन माछा मासु ल पानी परेर बिजोग भए चाहिँ लास्टमा यो लगाइदियो ट्यान्ट लगाइदिएर यहाँ हाम्रो पार्टीहरू चाहिँ यसरी चिया खाँदै कामदै बसिरहेको छ जमिनले गर्दा तपाईँलाई जिस्काउँदैछ है पुरा जिस्काउने भएछ भाइ त तपाईँलाई अग्लो देखेर हिलले गर्दा अरे जमिनले गर्दा अग्लो भएको अरे यसले पुरा जिस्काउने भएको छ नि मान्छेहरू ट्यान्ट लगाइदिएर सबैजना ट्यान्टमा बसिरहेछ अहिले कस्तो पानी परेको तेरो मिसहरू आए र फाइनली हामी चाहिँ अब घर फर्केको पानीले भिज्यो साइड भयो पानी आएर उताबाट आउ न पानी पर्यो भने चाहिँ साइड हुन्छ नि साइड अरे नि त यहाँको देउलीमा आए पानी राम्रो छ भाग्यमा नि जस्तो उनीहरू आयो त्यस्तै पानी पहिला क्या चन्दा हुल्दा पनि तीनजनामा त खानु भन ल तीनजनामा त खानु भन हेर है पानी पर्यो नानी जाउलो मात्रै बनाइदियो अरे अब भर्खर त पुग्दैछ अरे ल कोही अब किन यति जाम भयो बिहामा आउने हो यस्तो है यहाँ त सौरज कस्तो दाँत यी गर्दै त त्यस्तै आज मजा आयो पानी आएर पनि राम्रै भयो जाडो त त्यस्तो भएन अनि अब छुट्टीको बेला भयो नजिस्का न त्यसलाई बाई बाई अब फेरि भेटौँ है नेक्स्ट भिडियोमा बाई लिली बाई गरिदिनु बाई